मैले त श्रीमतीलाई बेहुनी बनाएको तिमीलाई किन बेहुनी बनाउने एउटालाई मात्रै बनाएर हुन्छ मलाई पनि बनाउनु भने मान्दैन नाटकमा बाटा हिँड्ने हग्नी पार्ने सबैलाई मैले बुढी बनाउँदै हिँड्ने मैले काम छैन मेरो छैन मेरो मलाई बेहुली बनाउने काम हो अरू केही काम छैन मलाई बेहुनी बनाउने रे के बोल्छ यार केटी हो रे यार 10,000 हजुर अघि 15,000 खेलेर आएको हो रोको त मलाई पिसाब गराउँछु ल निकालेर आउनु अझ कति जम्मा गरेर राखेको थियो त्यो बिपिना के भन्नुसँग निकालेर आउनु रे सबै निकालेर आउनु के निकाल्ने जम्मा गरेर राखेको थियो नि त 1 घन्टा उसँग 1.5 घन्टा उसँग गेम खेलेर बसेँ होइन जम्मा गरेर राखेको थियो नि त त्यही निकालेर आउनु पिसाब फेर्न त नआउने पागल बाउले तेरी उल्टे झापड कुत्रु काँडो भुजुरका पार्दिन लागे अनि मैले त्यही पिसाब भनेको मैले पिसाब भनेको नि के भन्नु एक जग निस्क्यो एक गिलास निस्क्यो कति निस्क्यो म 2-4 दिनमा अलि बिरामी छु के 10K मा नखेल्ने बिरामी छु भनेर होइन यार तिमीलाई आफ्नो कुरा भन्न मिल्दैन र 2-4 दिनमा अलि बिरामी छु के भयो अलि लाज मर्दो कुरा छ यार कति भनेको औषधि गर्न जानुपर्छ सुन्दै के को औषधि हो लाग्यो भने त त्यही अनि यस्तो हो के 4-5 दिनमा मैले पानी खानामा हेलचक्र गर्थेँ जाडा पानी पनि मिठो नहुने अन्त पानी लाइभ बसिन चिच्याउने पसिन निकाल्ने पानी नखाने त्यहाँदेखि अनि पिसाब एकदम पोल्न थाल्यो क्या पानी पेल्नुपर्छ है पानी पेल्नुपर्छ बाजे अनि त्यसपछि चिसो कुरा खानुपर्छ भन्दा लाज मर्दो हुन्छ होइन कति मान्छेलाई यो मजाक पनि लाग्ला एउटा छोरा मान्छेको हुन्छ नि त पिसाब फेर्ने त्यो एउटा प्राइभेट पार्ट सिधै भन्न के ठुलो कुरो हो र होइन त्यो नलीमा मलाई एकदम नराम्रो चिसिक पोल्ने के 4-5 सेकेन्ड हुने तर एकदमै पार्ने गरेर पोल्ने के यार अनि डक्टरकोमा देखाएको डक्टरले दबाई दिएको छ खाएर अलिक सन्चो भएको एक दिन ठिक भयो भनेर पुरा छोडेको त फेरि अघि दुखेर यार फेरि दबाई खाएँ लाज पर्छ गाइस अलि बाजे यस्तो कुरामा हेलचेक्राइ गर्नु हुँदैन राम्रोसँग चेकअप गराउनु यस्तो कुरामा होइन चेकअप भन्दैन म त सुरुमा त डर लाग्थ्यो कि त कतै मुला आशा किडनी सिड्नु त भयो किडनी फेल त केही भएन होइन तपाईँ पानी खानु जीवनजल पानी खानु पानी पेल्नु जीवनजल त खै अनि गाइस होइन साँच्चै कतिलाई मजाक लाग्न सक्छ होइन कतिले युट्युबमा पनि हाल्नुहुन्छ होला केही भएन मलाई मतलब भएन तर रियल कुरा गाइस एउटा छोरा मान्छेको एउटा पिसाब फेर्ने एउटा यो नाङ्गो हुन्छ नि त्यसमा गाइस यो नसाकै यार चिसिक कस्तो नराम्रो मुर्छा पार्ने क्या ससुराली छ यार अगाडि यार मान्छेको अगाडि यसो गर्न पर्छ अनि हिजो श्रीमतीले जानुपर्छ यस्तो बेलामा गएपछि अनि दबाई देखा दबाई 1000 रुपियाँको दबाई खाएको अलि बिसेक भएको छ एउटा अर्को कुरा नि भन्छु पानी पनि पेल्नुपर्छ प्लस तपाईँलाई इन्फेक्सन भयो भने पनि यस्तो हुन्छ चेकअप गराउनु बुझ्यो हो पोस्टेड खै के भने गाइस के थाहा नखसी पारेर पो यस्तो भयो कि लगाइछ यो गरौँ न खेलौँ न नखेल्ने हो र खसी पारेर के थाहा अब बाहिर डुलिरहने होला जता पनि जस्तो ठाउँमा नि गएर टिस्युले नपुसिकन टोयलेट गर्ने होला अनि इन्फेक्सन भएको हो कि अब दिदी प्रेग्नेन्ट छ केही गर्न पाएन त्यही भएर नि हो कि त अचम्म लगाएर आउँछ कहिलेकाहीँ बाजेलाई दिएर त्यही भएर कहिलेकाहीँ यसो रत्न पार्कतिर जानु काठमाडौँतिर धाउनु भनेको सुन्दैन बिहा गर्नु छिटो कान्छी बनाउनु भनेको सुन्दैन छिटो कान्छी बनाउनु बिहा गर्नु भनेको सुन्दैन अब यस्तै हुन्छ कान्छी नबनाएपछि बिहे नगरेपछि 10,000 मा खेल्ने कि नखेल्ने औषधि खाने राम्रोसँग औषधि खानुपर्छ मान्छेलाई पीडा भएर मर्ला हाँस्दैन यार म तिम्रो पीडा मान्छेलाई पीडा भएर कस्तो बर्थ्यो भन्ने कुरा के थाहा त्यो पेन त्यो दुःख त्यो छोरा मान्छेलाई त्यो एउटा त्यस्तोमा इन्फेक्सन दुख्नु भन्ने कस्तो नराम्रो कुरा गाइस पुरा सासूहरू अघि छ जेठी सासूहरू अघि छ यार चिसिक पोल्ने लाज मर्दै यार धेरै हुन्न फेरि 3-4 सेकेन्ड हुन्छ फेरि यस्तो
यस्तो चिसिक चिसिक पोलेर पानीमा लापरे गरेर गएछ अनि पछि पानी खान लायो अनि डक्टर दबाई पनि दियो अलि अलि ठिक भएको छ दबाई देखाउनु हुन्थ्यो देखाउनु हुन्न टिकटक देखाउनुहुन्न कम गाह्रो भएर केटा मान्छेलाई कम गाह्रो किन हाँस्छ यार काटेर फाल्नुहरूको बौला छ यहाँ होस् तर बोलेछ है बौला कोतेर वाले भन्छ काटेर फाल्ने भनेर अल्ला बल्ल रड्डी कुरा नगर म यस्तो यस्तो कुरामा सत्पन्न गाडी म यिनी कुरा बिल्कुल सत्पन्न गाडी अल्ला बल्लै काटेर फाल्ने भन्छ यार श्रीमती गर्भवती भनेर काटेर फाल्ने पछि चाहिन्न र कोतेर बाउले भन्छ यहाँ जिस्क्या फेरि भेलु भएको डाइलेक्ट बोल्या फेरि मलाई त भन्नु भनेर मलाई बोला हान्नु होला जिस्क्या है गाइस ल गाइस प्लिज 10K ओके 10K गाइस 10K गाइस 10K यो मान्छेले आज मसँग 3 गेम खेलोस् क्या गाइस बुझ्यौ हामीलाई सक्दैन कि तिमुरको टक्कर लिन सक्दैन कि हामीसँग तिमुरले नसन के हुन्छ के तिमुर होस् तर बोल्ला के तिमीले आज त मलाई 15-20 दिन भयो तपाईले इग्नोर गरेको तपाईलाई नयाँ नयाँ पछाडी बार 15-20 दिन भयो तेरो बाउले भन्छ 15-20 दिन भनेर हामीले दुईचोटी लाइभमा लिग्यो मलाई दुईचोटी लाइभमा के गर्यो 2 गेम खेलेर हजुर मेरो पनि पैसा छैन भस्काइदिन्छु तिम्रो रनक्क पारेर फेरि मैले याद गरेँ एकचोटि यहाँ सुने एकचोटि गाई 34वटा कम्प्लिट गर्नु गाई 34वटा ट्रिपल ओपन गर्नु गाइस पहिला गाइस 34 प्लिज गाइस स्पिड च्यालेन्ज त खोलौँ पहिला कमसेकम गाइस स्पिड च्यालेन्ज खोलौँ गाइस कम 6000 भ्युअरमा स्पिड च्यालेन्ज खोलिन्न क्या बे ये क्या रे बाबा स्पिड च्यालेन्ज भी नहीं खोल के तो हरा के अरे डेट्रोइट थैंक यू गाइस कम ऑन गाइस गाइस 34 खुल्यो आरके फ्यामिली जिन्दाबाद अदाला भस्काइदिने आज हामीले भस्काइदिने वाला छौं दुईचोटि भयो मलाई झ्याउ लाग्यो भनेर गएको आज त्यही झ्याउ निकाल्न आएको म सबर गर्नु पछाडी बारा उता शेरमै हामीसँग सवा शेर हुनुहुन्छ यहाँ गाइस ट्रिपल ल प्लिज गाइस ट्रिपल गाइस कम ऑन ट्रिपल गाइस लेट्स गो माय टीम गाइस सक्छ मेरा मित्र गाइस गो फास्ट लेट्स गो गाइस डबल टैप गाइस ए गाइस बुस्टिङ फाल्न गाइस यार एउटा बुस्टिङ पनि छैन साथी 6000 भ्युअरमा एउटा बुस्टिङ छैन 6000 भ्युअरमा एउटा बुस्टिङ छैन यार जिन्दगीमा के हो यार गाइस बर्बाद हो गयो भाइ गाइस कन्टिन्यू गाइस चिनके सक्छ गाइस कोही छैन मेरोमा पावरफुल मान्छे दीक्षान्त गौतम थ्यांक यू गाइस कम अन 10K सक्छ गाइस ट्रिपल चाहिँ भस्काइदिने हो जितेन भने जान्छ यो यार अघि स्कोर 8 त हल्दा आएन यार के अनुहार पनौती पर्यो क्या जहिले आइले पनौती भन्छ यार अनि अघिसम्म त डबल टप आख्यो अहिले डबल टप आन छोडो 6000 मेरा मित्रले सिर भित्र हात पचार रखी कट्टु भित्र हात हैन मतलब त हैन हो कि अनि अथवा उताको अनुहार पनौती पर्यो कि डबल टप किन आएन त यार गाइस एउटा बुस्टिङ पनि छैन हामीसँग 6100 भ्युअर हामीसँग हुन्छ 6100 भ्युअर नेपालको टप होस्टर रे म तर स्कोर मैं बर्बाद हो गया मोहतरमा 10K स्कोर काहे नहीं पहुंचता नि जी 30 सेकेन्डमा बुस्टर गाइस बुस्टर लगाएर कोही छ प्ले गर्दिने कोही छ गाइस बुस्टर लगाएर तपाईले मलाई पनौती भन्छ नि कसले भन्थ्यो त्यहाँ के गर्छ थाहा छ तपाईको भ्युअर्सले अदा जोडिने बित्तिकै कट्टु भित्र हात हालेर बस्छ त्यही भएर डबल के बोले भाइ के बोले तपाईँ कोही राम्रो केटी छोडिदैन म एउटा राम्रो केटी मलाई देखेको थिएँ त्यही गरेर बस्छ स्नाइप गाइस हे प्रभु ये क्या हुआ लाइभ शेयर गर्दा नि आएन यार आज त अघि नै कुरा गरेर गेम च्यालेन्जिङ भएन यार मैले आज एउटा पनिशमेन्ट भने पनि दिन्छु के तपाईलाई This is the game is not going to be very challenge guys. Come on, wake up my team please, don't sleep, okay?
फर्स्ट गेममै कसले जित्छ भनेको के फर्स्ट गेममा अब रुक बुस्टिङ पराकेन गाइस दुईटा बुस्टिङ परेको छ ल गाइस दुईटा बुस्टिङ परेको छ दीक्षान्तजी दुईटा बुस्टिङ परेको छ अब हाम्रो पावर गेम हाम्रो पावरमा छ चार